UK is really गुड डेस्टिनेसन टु स्टडी भन्छ नि मान्छेहरूले होइन। स्टडी गर्नलाई एकदम बबाल अप्सन हो, तर कुन अवस्थामा भन्ने हुन्छ। यदि तिमीहरूले बच्चैदेखि फाइनेन्सियल प्रब्लमहरू देखिया छौ होइन, हुन्छ नि बाबुआमाले कसरी कमाछ, के गरेछ, कसले कस्तो गरेछ, त्यसो देखिया छौ भनेपछि इज वान अफ द बेस्ट नै लाग्छ मलाई त होइन, राम्रै छ। अनि यहाँ आएर यहाँको रियालिटी भन्ने चाहिँ यस्तो हो, तिमीहरूले काम पायो बाँच्यो, काम पाएन मऱ्यो। मतलब मऱ्यो भन्नाले चाहिँ जस्तो अब हामीले ट्युसन फी तिर्नुपर्ने हुन्छ, यताउता गर्नुपर्ने हुन्छ होइन। जस्तै ट्युसन फी तिर्नलाई मसँग मैले कमाएन भनेपछि, काम पाएको छैन भनेपछि यहाँ कस्तो हुन्छ भन्दाखेरि काम म गर्छु भन्दा नि नपाइदिएर हुन्छ कि कति मान्छेहरूले है। जस्तै अब जस्तो नेपालदेखि पैसा पठाउनु पऱ्यो, फर इक्जाम्पल 500 रुपियाँ, ल काम छैन है, ल 1 महिनाको भाडा तिर्नु पऱ्यो, 500 रुपियाँ चाहियो, यहाँको 500 पाउन्ड हालिदिनु पऱ्यो भनेर। अहिले नेपालदेखि पठाएपछि अहिलेको रेट लगभग 1 पाउन्ड बराबर होला, त्यही 190 देखि अब 200 सम्म हुन्छ, त्यसैको बिचमा हुन्छ, तल माथि